म एउटा त्यस्तो स्कुलमा काम गर्छु जहाँ अलिकति राज्यको आँखा नपुगेको हो कि भन्ने भान हुन्छ। अलिकति दुर्गम परिवेशमा रहेको स्कुल छ जहाँ थुप्रै च्यालेन्जेसहरू छन्। च्यालेन्जेसका बावजुद पनि वी हेभ टु वर्क भन्ने कुरालाई लिएर हामी अगाडि बढिरहेका छौँ। हामी बसेको ठाउँ जहाँ यहाँहरूलाई पक्कै पनि थाहा छ हाम्रो लर्निङ भनेको कन्सेप्सनबाटै सुरु हुन्छ। त्यति बेलाको इन्भाइरोमेन्ट, बच्चाको प्रेग्नेन्ट हुँदाको आमाको अवस्था, बच्चाको जन्मदाको अवस्था, त्यसपछिका हेरचाहदेखि सुरु हुने हुँदा हामी त्यस्तो परिवेशमा छौँ जहाँ बाबा आमालाई बच्चा जन्माइदिए पुग्छ, जन्माएर छोडिदिएर उहाँहरू अनेक थरीका कामहरूमा इङ्गेज हुनुपर्ने हुन्छ। बच्चाको केयरको बाटोमा उहाँहरू अलिकति ल्याग बिहाइन्ड नै हुनुहुन्छ। त्यस्तो कन्टेक्स्ट छ र सँगै इन्भाइरोमेन्टल एन्ड कल्चरल अब्स्ट्याकल्सहरू छन् जहाँ बाबु नानीहरू इभन ब्रिज नभएर खोला तरेर आउनुपर्छ। एउटा ड्रेस लिएर आउनुहुन्छ, उहाँहरूले ब्यागमा बोकेर आउनुहुन्छ। खोला तरिसकेपछि भिजेको कपडालाई निकालेर ब्यागमा राखेर फेरि अर्को कपडा चेन्ज गरेर आउनुहुन्छ। जुत्ता ब्यागमा बोकेर आउनुहुन्छ, खोला तरिसकेपछि जुत्ता लगाएर आउनुहुन्छ। त्यस्तो परिवेश छ। स्कुल अगाडि पिच गरेका ठाउँहरू छैनन्, पडल्सहरू छन् जहाँ बर्खायाममा पानीहरू जम्मा हुन्छ। त्यस्ता ठाउँहरूमा हामी काम गर्नु परिरहेको छ। फर्निचरहरू क्लासरुममा सफिसियन्ट अमाउन्टमा हुँदैनन्। बाबु नानीको बस्ने व्यवस्थापन पनि त्यति सहज छैन। त्यसलाई म्यानेज गर्न नसकिरहेको यो सन्दर्भ सँगसँगै सोसियो इकोनोमिक फ्याक्टर छ जसले बाबु नानीहरूलाई एब्सेन्टिजमतिर धकेलिरहेको छ। हामीले देखेका छौँ एसी दिने कतिजना बाबु नानीहरू त्यो ट्र्याक्टरमा रातभरि ट्र्याक्टरमा ढुङ्गा लोड अनलोड गर्नको लागि नजिकैको खोलामा जाने यो तितो यथार्थ हो। यहाँहरूले कथा नमानिदिनु होला, यसलाई पात्रहरू काल्पनिक भए तापनि यो कथा त्यही ठाउँको हो जहाँ बाबु नानीहरू त्यस्ता समस्या झेलेर स्टडी गर्न आइरहनुहुन्छ। अनि यात्राको कुरा गर्ने हो भने हामीसँग कुनै यात्राका त्यो यातायातका साधनहरू छैनन्। बाबु नानीहरू घन्टौँको यात्रा गरेर 2 घन्टाभन्दा बढी यात्रा गरेर स्कुल आउनुपर्ने परिवेश छ हामी कहाँ। अनि सँगै ल्याङ्ग्वेज ब्यारियर्स, मोस्ट अफ द स्टुडेन्ट्स रिप्रेजेन्टिङ फ्रम मगर कम्युनिटी हुनुहुन्छ जहाँ उहाँहरूलाई ल्याङ्ग्वेज इज अ ब्यारियरको रूपमा भएको छ। त्यस्ता समस्याहरूका बावजुद पनि हामी स्ट्रगल गरिरहेका छौँ। अनि सँगै अलिकति दुर्गम ठाउँबाट पाएसम्म सकेसम्म टिचरहरूलाई अलिकति सुगम ठाउँमा जाने त्यो मोह हुन्छ नै पक्कै पनि। त्यसले गर्दा पनि थोरै बाबु नानीहरूमा राम्रो टिचरसँग भएको त्यो अट्याचमेन्ट एक्कासी डिट्याच हुँदा अलिकति समस्या क्रिएट भएको त्यस्ता सिनहरू भोग्नु परेको यो फरक परिवेशमा अब हामीले के प्रयास गरेका छौँ त एकचोटि हेरौँ न। लिडिङ स्ट्राटेजीको रूपमा हामीले फर्स्ट प्रायोरिटी वी हेभ गिभन टु द पेरेन्ट्स, जहाँ हामीले सानो प्रयास स्वरूप हामीले हाम्रो कम्युनिटीका पेरेन्ट्सहरूलाई उहाँहरूलाई टोल डिभाइड गरेर त्यहाँ पनि डाइभर्सिटी इन्क्लुड हुने गरी हामीले प्यारेन्ट्सहरूलाई उहाँहरूको टिम बनाएर छुट्याएका छौँ। उहाँहरूको सपोर्ट हामीले दिएका छौँ। उहाँहरूले बाबु नानीहरूको केयर गर्ने पाटोमा, नबुझेका प्यारेन्ट्सहरूलाई एजुकेट गर्ने पाटोमा केही जति सक्नुहुन्छ उहाँहरूले काम गरिरहनु भएको छ, जसको फलस्वरूप हामीले एकदमै सपोर्टिभ फिल गरिरहेका छौँ। एउटा कुरा प्यारेन्ट्स र बाबु नानीसँगको कनेक्सन त्यो प्रोग्रामले बनाएको छ भने अर्को कुरा टिचरलाई मोटिभेसनका विभिन्न प्रोग्राम्सहरू हुन्छन् हामीसँग। सानो कुरा मैले यहाँहरूमा सेयर गर्न चाहेँ। कस्तो हुँदो रहेछ भन्दा हामी एउटा लिडिङ रोलमा छौँ भन्दै गर्दा हामीभन्दा अर्को साथी अथवा हाम्रो मातहतका कर्मचारीहरू हामी टिचर हुँदै गर्दा हामी क्लासमा जाने हामी मुनिका विद्यार्थी बाबु नानीहरूलाई हामी अलिकति सुपेरियर छौँ भन्ने फिल गर्दै गर्दा अथवा हाम्रो पोजिसनको कुरा गर्दै गर्दा त्यहाँ के हुनसक्छ उहाँहरूलाई ह्युमिलिएसन फिल हुनसक्छ। जस्तो फर इक्जाम्पल मैले यहाँलाई सेयर गरेँ मैले भोगेको कुरा। एकजना टिचर रेगुलरली उहाँले बहाना बनाएर स्कुल ढिलो आउने गर्नुहुन्थ्यो। मलाई निकै रिस उठाएको थियो। जहिले पनि ढिलो खुब रिसाउँ जस्तो भएको थियो। फर्चुनेटली आई वाज इङ्गेज इन वान प्रोग्राम जुन वेलबिङको थियो। त्यो प्रोग्राममा म फर्चुनेटली पार्टिसिपेट हुन पाएको थिएँ। त्यो प्रोग्रामले मलाई आफ्नो इमोसन्सलाई कन्ट्रोल गर्नको लागि एउटा इन्साइट दिएको थियो। फलस्वरूप मैले त्यो एकदमै इरिटेट गराइरहने टिचरलाई पनि बोलाएर सर तपाईँलाई केही समस्या भएर होला, हिजो पनि ढिलो आउनु भएको थियो, अस्ति पनि ढिलो, केही समस्या छ र सर भनिसके पछाडि उहाँले भोलिपल्ट टाइममा आउनु हो, समस्या भएन भनेको कहिलेकाहीँ हामीले हामीसँग भएको इमोसन्सलाई कन्ट्रोल गरेर त्यसलाई ट्याकल गर्न सक्यौँ भने पनि टिचरलाई मोटिभेसन फिल हुँदो रहेछ भन्ने मलाई महसुस भएको छ। सँगै टिचरलाई मोटिभेट नगर्दासम्म अघि डिन्सहरूले जोड्नु भएको थियो, अन्डालाई हामीले बाहिरबाट फोड्ने प्रयत्न गऱ्यौँ भने त्यो अन्डाले के दिन्छ इमेजिन गर्न सक्नुहुन्छ। जब त्यो अन्डालाई भित्रैबाट निस्किने वातावरण त्यो मदरले गराउँछ, कुखुराले बनाए जस्तै गरी हामीले त्यो वातावरण क्रिएट गरिदिन सक्यौँ भने चल्ला राम्रो भएर निस्किन्छ। त्यो कुरा लिडर्सहरू एज अ टिचर्सले
विद्यार्थीको ठाउँमा विद्यार्थीलाई सम्झेर हेर्नुहोस् र लिडर्सहरूले टिचरलाई त्यसै गरी प्रोटेक्ट गर्नु जरुरी छ, त्यो इन्भाइरोमेन्ट दिनु जरुरी छ। हामीले सानो प्रयास गरेका छौँ, इट्स बिन वर्किङ। एन्ड देन हामीले अर्को एउटा नयाँ अभ्यास गरेका छौँ, टिचर र विद्यार्थीको त्यो डिस्टेन्सलाई मेन्टेन गर्नको लागि, कमजोर विद्यार्थीहरूलाई फर्दर एसिस्टेन्स प्रोभाइड गर्नको लागि अभिभावक शिक्षक एज अ अभिभावकको रूपमा र साथी शिक्षक पनि भनेर हामीले नाम दिएका छौँ। विद्यार्थी कक्षाका कमजोर विद्यार्थीहरू जो नन ग्रेडेडमा पढ्नुहुन्छ त्यो विद्यार्थीहरूलाई एक एकजना शिक्षकको जिम्मा लगाइदिने, उहाँ चाहिँ अर्को सेसनमा उसको अभिभावक बन्नुहुन्छ। अभिभावक बनिसकेपछि उहाँले अलिकति बढी केयर गर्नुहुन्छ। स्कुलमा फ्री भएको टाइममा मेरो बच्चा छ त्यहाँ भन्ने फिल गरेर उहाँले उसलाई फर्दर केयर गर्नुभएको, यो हामीले गत वर्षदेखि फलो गरेको एक्टिभिटी हो। यो काम साँच्चीकै इफेक्टिभ भएको कुरा मैले यहाँलाई सेयर गर्न चाहेँ। र सँगै हामीले सोसल मिडियामा भाइरल भएको गत वर्ष अघिल्लो वर्षहरूमा देखेको यो म्यामहरू मिलेर टिम छाएको त्यो इभेन्टले हामीलाई साँच्चीकै हुक गरेर हामीले पनि कोलाबरेटिभ कामहरू, कोलाबरेटिभ एफोर्टहरू कुनै टिचरसँग हुनसक्छ, कुनै स्टुडेन्टसँग रिलेटेड हुनसक्छ, त्यस्ता कोलाबरेटिभ इफोर्टहरूलाई प्रायोरिटी दिँदै अगाडि बढिरहेका छौँ। सँगै अघि नै यहाँ कुरा आइसकेको थियो, यो सोसल वेलबिङ, साइको सोसल वेलबिङको रूपमा हामीले सानो मेडिटेसनको कुरालाई हरेक क्लास स्टार्ट हुनुभन्दा अगाडि 3 मिनट इङ्गेज गराउने र त्यहाँ अरू केही नगर्ने, जस्ट त्यो बच्चाले आज गरेको राम्रो काम सम्झेर आँखा खोल्न लगाउने मात्र सानो प्रयास गर्छौँ। सँगै हामीसँग एउटा वृत्ति परामर्श भन्ने एउटा छुट्टै रुम बनाएर राखेका छौँ। हामीले त्यहाँ समस्यामा परेका बाबु नानीहरूलाई आइडेन्टिफाई गरेर उनीहरूको समस्या बुझेर समाधानका उपाय इन्फोर्स गर्नुभन्दा पनि हामीले सुझाउने, देखाइदिने बाटो देखाइदिने कार्य गर्दछौँ। र सँगै एउटा अर्को प्रोग्राम छ हाम्रो स्कुलमा, त्यसलाई हामीले CQM भनेर नामाकरण गरेका छौँ। क्लासरुम क्वालिटी म्यानेजमेन्ट भनेका छौँ। हरेक क्लासमा एउटा सर्कल टिम हुन्छ, 5 जना स्टुडेन्टको टिम हुन्छ। त्यो टिमले क्लासरुममा भएका समस्याहरूलाई, क्लासरुमको क्वालिटी इन्हान्स गर्नको लागि उहाँहरूले वर्क गरिरहनु भएको हुन्छ। हामी हरेक पल क्लासमा कनेक्ट हुन नसक्दा पनि त्यो बाबु नानी जो क्लासमै इङ्गेज भएको हुन्छ, त्यो टिमले आफ्नो क्लासको क्वालिटी इन्हान्स गर्नको लागि कन्टिन्युअसली काम गरिरहेको हुन्छ। यो CQM हरेक क्लासमा छ, यो यहाँलाई जानकारी गराउन चाहे। फेरि CQM-मा बाबु नानीहरूले आफ्नो ग्रुपका स्टुडेन्टहरूलाई त्यो डिफेन्स गर्न सक्ने स्किलहरू सिकाइरहेको सिन यहाँले देख्न सक्नुहुन्छ। एकजना नानीले कसैले कहीँ अट्याक गर्न थाल्यो अथवा कसैले टच गर्न थाल्यो भने कसरी डिफेन्ड गर्ने, कसरी आफूलाई प्रोटेक्ट गर्ने भन्ने कुरा उनले सिकाइरहेको थिइन्। आई वाज रियली इम्प्रेस एट द्याट टाइम। मैले त्यो कुरालाई यहाँ राखेको छु। अनि अर्को एउटा प्र्याक्टिस छ हाम्रो स्कुलमा, सेकेन्ड टिचर भनेर राखेका छौँ। हरेक क्लासमा हरेक विषयका अलिकति जान्ने विद्यार्थीलाई अथवा त्यसमा अलिकति बढी इन्ट्रेस्ट राख्ने बाबु नानीहरूलाई सेकेन्ड टिचरको रूपमा हामीले राखेका छौँ। सेकेन्ड टिचरले टिचरको एब्सेन्समा अथवा एउटा टिचर एउटा क्लास र अर्को क्लास बिचको ट्रान्जिसनल फेजमा क्लास वर्कहरू चेक गर्ने, होमवर्कहरू म्यानेज गर्ने पाटो अनि क्लासरुम म्यानेज गर्ने कुराहरू सेकेन्ड टिचरले, टिचरको एब्सेन्समा टिचरकै फङ्सन गर्नुहुन्छ। त्यसले पनि बाबु नानीहरूमा लिडरसिप स्किल डेभलप हुँदो रहेछ भन्ने महसुस हामीलाई भएको छ। र सँगै यो बोल्ने कला र सिक्ने कला, अगाडि गएर एक्सपोज हुने कला डेभलप गर्नको लागि हामीले एसेम्ब्लीमा विभिन्न कार्यक्रमहरू अर्गनाइज गर्ने गर्छौँ, जहाँ 5-5 जना बाबु नानीहरूको क्लास वाइज टर्न राखिएको छ। एकजनाले न्युज भन्नुहुन्छ, एकजनाले गीत गाउनुहुन्छ, एकजनाले स्पिच भन्नुहुन्छ। यसै गरी 4-5 जनाको त्यो पालो गराएर राखिएको छ। क्लास टिचरले त्यसलाई म्यानेज गर्नुहुन्छ। हामीले एसेम्ब्लीलाई यसरी कनेक्ट गर्ने प्रयत्न गरेका छौँ। सँगै हामीले CCA को रूपमा रूपान्तरण गर्ने एउटा यात्रामा अगाडि बढिरहेका छौँ। सोसाइटीमा रहेका जुन पुराना कुराहरूलाई हामीले कनेक्ट गर्दै, लर्निङसँग कनेक्ट गर्दै, ती बाँकी आत्ने जस्ता साना कामहरूलाई हामीले बाबु नानीलाई साइकोमोटर स्किल्सहरू सिकाउनको लागि टाढा जानु पर्दैन रहेछ। हाम्रै कल्चरलाई प्रिजर्भ गर्ने पाटो पनि रहेछन् त्यहाँ भन्ने कुरालाई जोड्दै हाम्रा सोसाइटीका अग्रजहरूलाई पनि यहाँ कनेक्ट गर्दै यस्ता कार्यक्रमहरू हामीले CCA-मा ECA-मा इन्क्लुड गर्ने गरेका छौँ र बाबु नानीहरूलाई प्रोजेक्ट बेस्ड लर्निङको यात्रामा अगाडि बढाउने प्रयत्न गरेका छौँ। एउटा गार्डन यहाँले देख्न सक्नुहुन्छ, यो हाम्रै स्कुलको अगाडि रहेको गार्डन हो। यो एउटा गार्डन यसरी डिजाइन गरेको छ जहाँ म्याथ टिचरले लगेर सेप्स एन्ड साइजहरू फिता बोकेर जानुहुन्छ, त्यही गरेर सिकाउनुहुन्छ। साइन्स टिचरले त्यहाँ गएर त्यो बिरुवाहरूको बारेमा एक्सप्लोर गर्न सिकाउनुहुन्छ। यो चाहिँ इनिसियल फेजको, यो चाहिँ अहिले भरि बढाउ भएको छ। यहाँलाई मैले यो फोटो राख्न पाइनँ। 34 वटा स्लाइड मैले डिलिट गरेको थिएँ टाइमले गर्दा, ती पछाडिका स्लाइडहरू मेटिएको छ। आइम सरी फर द्याट। सोसल टिचरले सोसलका कुराहरू त्यहाँ गएर सिकाउनुहुन्छ। जसरी फरक फुलहरू त्यहाँ एकै ठाउँमा फुलेर बसेका छन्, त्यसै गरी हामी मिल्नुपर्छ भन्ने कन्सेप्ट सोसल टिचरले दिइरहनु भएको हुन्छ। ती फुलहरूलाई डिस्क्राइब गरेर भाषाका शिक्षकहरू, नेपाली शिक्षक, इङ्ग्लिस शिक्षकहरूले त्यही गरेर सिकाउनुहुन्छ। गार्डन एउटा यस्तो ठाउँ बनेको छ जहाँ थुप्रै कुरा
रियल फिल्डमा गएर सिक्ने एउटा वातावरण दिएको छ। त्यही नजिकैसँगै करेसाबारी छ, त्यहाँ बाबु नानीहरूले सानोतिनो तरकारीहरू उत्पादन गर्ने जमर्को गर्नुभएको छ। यो हाम्रो सानो ठाउँको सानो यात्रा। यसका बावजुद पनि, यस्ता अभ्यासहरूका बावजुद पनि थुप्रै च्यालेन्जेसहरू छन् जसलाई चिर्दै हामी अझै अगाडि बढ्नुपर्ने जरुरी छ। यति भन्दै यहाँको समय अलिकति धेरै दिएकोमा म प्रार्थी छु भने यहाँ माझबाट उल्लेख गर्न चाहे। हस्, धन्यवाद, नमस्कार।